सो फाइनल गाइज आज चाहिँ बिहान 8 बजीदेखि नै यस्तो भइसकेको छ गाइज यस्तो पुरै सेतो गाइज एकदम खतम भइरहेछ दिनहरू। अस्तिको चुनावको बेलादेखि घाम लाग्नै छोड्यो गाइज, पुरै अन्धधुन्ध भइरहेको छ होइन। आजको भ्लग चाहिँ मेरो यहीँबाट सुरु हुन्छ गाइज होइन। र अब म चाहिँ यसो गोठतिर जानु पऱ्यो भनेको गाइज होइन। पुरै यस्तै हो, पुरै सेतै भइरहेछ गाइज, सेतै अनि अँध्यारो पुरै बिहान 8 बजीदेखि नै होइन। अब यस्तै छ, भ्लग बनाउने वातावरणै छैन नमिल्ने। अब बनायो भने जस्तोमा पनि भ्लग त बनाइन्छ नि गाइज, तर एकदम खतम भइरहेछ गाइज, खतम पुरै। न कता न कहाँ देख्छ न के देख्छ होइन। यो रुख चाहिँ मैले काटेँ हो गाइज अस्ति न, त्यहाँ पनि हो त्यो रुख, यो रुख मैले काटेँ हो गाइज। र म फेरि एकदम गाउँघरमा खतरा काम गर्ने खाले मान्छे हो नि त गाइज होइन। पुरै रुगा लागेर भ्लग सग बनाउन पाएन गाइज अस्तितिर चाहिँ। अनि त्यही हो, अब फेरि आजबाट बनाउन थालिसकेको छ। यहाँ हो अस्ति भर्खर काटेको गाइज यो चाहिँ, त्यही हो। अब भ्लग बनाउनै आउँदैन गाइज, त्यही हो। अब जस्तो बनाउँछ त्यस्तै हेरिदिनु होला गाइज। हाम्रो घर चाहिँ हो तल हो, तर अब अहिले देख्दैन गाइज, पुरै अन्धधुन्ध यार, के हो यार यस्तो भइरहेको छ कि होइन गाइजहरू होइन। तपाईँहरूले हेर्न सक्नुहुनेछ हाम्रो गाउँको भ्यू भन्दाखेरि त यस्तो क्या गाइज। ल पुरै ठिङ्ग्रिङै सेतै। अब चाहिँ अब छिटो जानुपर्ने हुन्छ त्यहाँ तल गोठतिर गाइज, त्यही हो। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। आजको यो मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ। मलाई त चिन्नै भयो होला, म अनिल भ्लग 01 भनेर। अब भ्लग बनाउन आउँदैन गाइज, त्यही हो। अब भन्दै हिँड्ने अघि गाइज अब बिस्तारै टक्क लाएर बिजोक 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 यतातिरको घाँसहरू चाहिँ सब मैले काटेँ गाइज। यो यतातिर यो रुखहरू त्यो रुखहरू मासतिरको साथ मैले काटेँ गाइज। पुरै म एकदम खाली अन्त गाइज होइन। यस्तो यहाँतिरको सब मैले काटेँ गाइज, सबका सब मैले काटेको हो गाइज एकदम होइन। अस्तिको पानीले यतातिर चाहिँ यस्तो भइरहेछ गाइज, सब माथिबाट बगाएर ल्यायो, एकदम खतम भइरहेछ गाइज, खतम केही देखिरहेको छैन। पनि भ्लग बनाउनु छोडिँदैन भनेको छ। त्यही गाइज मैले चाहिँ अब यत्रो बिरुवा अस्ति नै काटिदिएको थियो गाइज, घाँस होइन, बेलुका पड्काएर रुखै मरेछ गाइज। के गर्नु अब, के बनाउँदै लाग्यो, कसको आँखा लाग्यो। त्यही हो गाइज, यहाँतिरको चाहिँ घाँसहरू सब मैले काट्छु गाइज, कसैले पनि काट्नु पाउँदैन भन्न नमिल्ने, मैले मात्र काट्छु कि। सब रुखमा चढ्नको लागि एकदम च्याम्पियन मान्छे हो म, त्यही हो। अब फेरि यहाँ सडक आइपुगिसकेको छ। हाम्रो चाहिँ गोठ चाहिँ अलिक टाढा रहेको छ। हौ सडक आइपुगिसक्यो गाइज, यता हेर्न सक्नुहुनेछ। खन्दा चाहिँ नि हाम्रो चाहिँ नि यता चाहिँ नि यत्रो पहिरो लडिसकेको छ र यता चाहिँ मिक्सचर हो त्यहाँ हो गाइज। सो त्यही हो, अहिले चाहिँ एकदम बाटो चाहिँ एकदम परिवर्तन भइरहेको छ। चाहिँ हाम्रो घरभन्दा मुनतरेको बाटो हो, यस्तो खतरनाक भइसकेको छ। केही दिनपछि अब खतरनाक हुनेवाला छ एकछिन त गाइज। हेलो गाइज, म चाहिँ यहाँ गोठमा आइपुगिसकेँ। गाडी गोठमा आएर नि यहाँ बाख्राहरूलाई घाँस हालिसक्यो, म देखाउँछु तपाईँहरूलाई। म चाहिँ घाँस खाँदैछ टुक्टु भएर, ताउ घाँस खाइरहेको। ताउ फेरि छोटा ग्याङहरूको छुट्टै सान। यो चाहिँ एकदम रिसालु छ गाइज, हेर्न सक्नुहुनेछ बोको गाइज, हेर्न सक्नुहुन्छ। यो जतिखेर नै रिसाएर बसिरहन्छ जतिखेर। यो चाहिँ हाँसिलो छ, यो चाहिँ रिसालु छ, त्यो खतरा छ मोटे। ऐ सुप्पा खाइदिए गाइज कसलाई, यो चाहिँ रिसालु एकदम बबाल खतरा मोटे छ क्या बाख्रा चाहिँ एकदम। हाम्रो चाहिँ अल्टोटल गरेर 6 वटा रहेछ गाइज बाख्रा। यहाँ हो त्यसको
त्यो कालो दुईटाको मम्मी अनि यो यसको बच्चाहरू चाहिँ दुईटा एउटा यो सेतो एउटा गाइस अस्ति नै मल बोकेको चाहिँ त्यहाँ हो के भयो यहाँ चाहिँ हाम्रो चाहिँ काँक्रो खेती हुन्छ गाइस काँक्रो खेती हुन्छ गाइस हाम्रो चाहिँ त्यहाँ यहाँ माथि र यहाँ तल अनि यहाँ बाख्राको लागि चाहिँ यस्तो खोर बनाएको छ हाम्रो चाहिँ त्यहाँ चाहिँ बच्चाहरू राख्नलाई सानो बच्चाहरू अहिले चाहिँ छैन त्यही हो ल त्यहाँतिर खाइरहेको छ अब म चाहिँ यिनीहरूको लागि तातो खोले बनाउनु लागिरहेको छु गाइस त्यही हो खोले बनाउने डिक्टी चाहिँ यहाँ छ गाइस हाम्रो चाहिँ यो चाहिँ यस्तो ट्याक्टर लगाएर यसमा बनाइन्छ हाम्रो चाहिँ खोले चाहिँ यसमा त्यस्तै हो एकछिन गाइस सो गाइस हो हाम्रो चाहिँ यति हालिन्छ है यो चाहिँ पिना हो यो चाहिँ दाना हो यो चाहिँ ढुटो भयो हाम्रो चाहिँ यो कति 6वटा बाख्रालाई चाहिँ यति भयो पुग्छ गाइस इनफ अब चाहिँ आगो फुकिन्छ एकछिनै गाइस देखाउँदै गर्नेछु भिडियोमा खोले पकाएर खुवाउँछु म लगाइन्छ एकछिन सो पानी पनि हालिसकेको छ अब यसरी टक्क लगाएर यसरी चलाउनुपर्छ हाम्रो चाहिँ च्याट्ट लगाएर यसरी चट्ट चलाइदिइहाल्यो गाइस चाहिँ अब भित्र लानुपर्छ अब भित्र लाने गाइस आगो चाहिँ बल्दै छ है गाइस ल बिस्तारै टक्क लगाएर नि हाम्रो खोले रेडी हुन्छ यहाँ चाहिँ केही नदेख्ने रहेछ आगो मात्र अलिअलि देखिरहेको छ बल्छ बिस्तारै बलिहाल्छ गाइस त्यही हो अहिलेको लागि चाहिँ यति नै है अहिले सो गाइस हाम्रो चाहिँ यहाँ खोले पाकिसकेको थियो तर खोले पनि होइन यो केक हो गाइस यसरी स्वाट काट्नु मिल्छ केक लगाएर नि गाइस यसरी केक जस्तै हो गाइस हाम्रो चाहिँ पुरै केक जस्तै हो केक जस्तै भइसक्यो गाइस चक्लेटी गाइस चक्लेटी गाइस अब यो केक चाहिँ अब हाम्रो यता हो डनहरूले खान्छ हो बाख्राहरूले खान्छ है गाइस दिनु पर्यो सो फाइनली गाइस मजा अब गोठ गएर नि फर्किसकेको छ होइन गाइस एकछिन बसिरहनु भनेर अल्छी लाग्यो भने जब फलिसली खायो फेरि घाँस झुन्डाइदियो अनि आयो गाइस म चाहिँ त्यही हो अब म चाहिँ यहाँ घर मुनि आइपुगिसकेको छु बेकार त्यतिकै के बसिरहनु भनेर हिँड्ने गाइस म चाहिँ अब त्यही हो गाइस अब कालो चढ्दैछु चाहिँ आइसकेको छु फेरि पनि फर्केर घरपट्टि के गर्नु गाइस भिडियो चाहिँ होइन एकदम राम्रो अनि एकदम लामो भिडियो बनाउनु खोज्छ होइन लङ भिडियो तर के गर्ने के बनाउने थाहा नै हुन्न कि अनि त्यो पछि चाहिँ अनि भिडियो पनि गाइस होइन लामो बन्दैन कि भन्न भयो 10-15 मिनटको हुन्छ गाइस त्यही पनि त्यति भिडियो त फुल भिडियो वाच गर्दैन गाइस होइन त्यही पनि अब के लङ भिडियो बनाउन जस्तो नि लाग्छ कहिलेकाहीँ त्यही पनि अब के गर्नु जति भिडियो बनाउनु खोज्यो नि 10 देखि 15 मिनटसम्मको मात्र भिडियो बन्छ गाइस होइन अहिले चाहिँ अब त्यही हो अब अलि पछि चाहिँ म एकदम भ्यू नै गाइस अब 100 करोड हुन्छ जम्मा अब अहिले चाहिँ अब त्यस्तै 1K समथिङ त्यति आएदेखि चाहिँ होइन एकदम अब बनाउन मन लाग्थ्यो कि आउँदैन गाइस के गर्नु त्यही हो फुल भिडियो वाच गरिदिनु होला माया देखाइदिनु होला सबैलाई माया छ होइन गाइस त्यही हो सबैलाई मनदेखि माया छ होइन त गाइस त्यही हो अब फुल भिडियो वाच गरिदिनु होला वाच टाइम पनि बढोस् न होइन मेरो यसो
हेरिदिनुहोस् गाइजहरू होइन अब यसो सपोर्ट गर्नु पऱ्यो सबैजनाले सपोर्ट गर्नु भएन भने त कहाँ यतिकै कहाँ हुन्छ त्यही हो गाइज अनि यहाँ चाहिँ हाम्रो जाने के छ भने केराको बोर्ड छ गाइज केराको यहाँ पनि फल्न लगाइसकेको छ यहाँ चाहिँ फलिसकेको थियो गाइज भोलि बसिरहेको छ यहाँ मटरको बोर्ड देख्न सक्नुहुनेछ ओखरको बोर्ड सो गाइज त्यही हो माया देख्नु पऱ्यो यो चाहिँ औषधि हो गाइज होइन यो औषधिको नाम थाहा छ भने चाहिँ एकदमसँगले कमेन्ट हान्नु होला गाइजहरू त्यही हो म चाहिँ अब घर आइपुगिसकेको छ गाइज अब त्यतिकै एक्लै बस्नु नि अल्छी लाग्छ गाइज होइन एकदमसँगले अल्छी लाग्छ त्यही हो गाइज सबजना मिलेर सपोर्ट गर्नु पऱ्यो लाइक भ्यू चाहिँ आउँदैन यार गाइजहरू अल्छी लाग्छ भने यार गाइज यार भिडियो बनाउनु पनि हात दुखाइ भिडियो बनाएर हुन्छ यहाँ समाउँदा होइन तै पनि अब भ्युज नै आउँदैन कि गाइज होइन भ्युजै आउँदैन लाइकै आउँदैन त्यही हो गाइज अब युट्युबमा त भर्खर आएर टिकटकमा त गाइज झन् के गर्ने 24 घन्टामा 24 लाइक आउन नि धाउ हुन्छ कि गाइज त्यही हो सबैजनाले माया देखाइदिनु पऱ्यो मलाई म पनि यसो न भाइरल पो हुन्छ कि होइन गाइज त्यही हो ल अब भिडियो चाहिँ त्यही हो धेरै हो होइन सो आजको लागि यति नै भन्न चाहन्छु भोलि चाहिँ फेरि अब अर्को भ्लगमा भेटौँला होइन हामी अर्को भ्लगमा चाहिँ गाइज के देखाउन जान्छु भने हाम्रो चाहिँ उता पर भैँसी पनि पालेको छ कि त्यो भैँसी पालेको ठाउँमा अनि टक्क लाएर त्यहाँ चाहिँ तरकारीहरू पनि अलिअलि लगाएको छ त्यो पनि देखाउनेछु गाइज अर्को भ्लगमा ल आजको लागि चाहिँ यति नै बाई बाई